सदा चाहिँ आज पनि होलिस्टिक्स माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टरका संस्थापक, मनोविद, लाइफ कोच, रेकी हिलर, उहाँको परिचय बृहत छ। उहाँलाई आज पनि साथमा लिएर आएकी छु र आज हामी मनको बारेमा कुरा गर्ने जमर्को गरिरहेका छौँ। मन के हो, मनलाई कसरी बुझ्ने र मन विचलित हुँदाखेरि के गर्न सकिन्छ, मन बिग्रियो भने मुड कसरी खराब हुन्छ, त्यो मुडलाई कसरी ठिक गर्ने, यस्ता यावत धेरै कुराहरू छन् जुन कुराहरूलाई हामीले बुझ्यौँ भने हामी आफूलाई खुसी राख्न सक्छौँ र आफू खुसी भइयो भने पक्कै पनि परिवारलाई पनि खुसी बनाउन सक्छौँ। यस्ता धेरै कुराहरू छन्। आज सबभन्दा पहिले हाम्रो आदर्शलाई स्वागत गर्छौँ। स्वागत छ तपाईँलाई। धन्यवाद। मैले मनको बारेमा कुरा गर्छु भनेर उद्घोष गरिसकेको छु र मलाई के पनि लाग्छ भने सबैभन्दा बुझ्न जटिल भनेकै मन हो जस्तो लाग्छ। हुन त मन आफैसँग छ, त्यही पनि जटिल छ जस्तो लाग्छ, किनभने मन सधैँ सन्तुलित रहँदैन। कहिले बहकिन्छ, कहिले भत्किन्छ, कहिले केही भन्दाखेरि पनि भाव विभोर भइदिन्छ, धेरै असन्तुलन भइरहन्छ। यस अर्थमा अब मनलाई कसरी बुझ्ने या मन भनेको के हो, कसरी अर्थ्याउन सकिन्छ? सबभन्दा पहिला त प्रश्नको लागि धन्यवाद। यो आम चासोको विषय र मान्छेले एकदमै चाहेको, सबले चाहेको चाहिँ मनलाई व्यवस्थापन गर्नु, तर अहिलेसम्म पनि साह्रै गाह्रो मानिएको विषय पनि हो। यहाँलाई धेरै पनि धन्यवाद। र यो मनलाई बुझ्न नसकेको पनि होइन, नचाहेको पनि होइन, तर यो मनलाई बुझ्नलाई अलिकति हामीले मनकै उपयोग गर्नुपर्छ। सबभन्दा पहिला त मनलाई बुझ्नको लागि मन कसरी बन्छ भन्ने कुरा बुझ्नु जरुरी छ। जस्तै यो घरको बारेमा मलाई सबै कुरा डिटेल बुझ्नु पर्यो भने, यो भित्र के छ भन्ने कुरा बुझ्नु पर्यो भने मैले यो कसरी बन्छ, यसको स्ट्रक्चरहरूलाई बुझ्नु जरुरी छ। वास्तवमा मनलाई कसरी बन्छ हामीले बुझेको छैनौँ, मनले के भूमिका खेल्छ बुझिरहेको छैन, अनि हामीले चाहिँ मनमा आएको विचारहरूप्रति हामी चाहिँ उद्वेलित हुन्छौँ। त सबभन्दा पहिला हामी मनलाई बुझौँ, मन कसरी बन्छ। मन नर्मल्ली हाम्रो मेमोरी, यानि कि हाम्रो एक हिसाबको जति पनि स्मरण छ, जो विगतमा हामीले अनुभूति गरेको कारणबाट जुन एउटा स्मृति भन्छ, मन चाहिँ स्मृतिबाट बनेको छ। अर्को मन चाहिँ तपाईँको संस्कारबाट बनेको छ। मन चाहिँ तपाईँले भोगेका घटनाक्रमबाट बनेको छ। मन चाहिँ विगतमा तपाईँले जानी आएको नलेज, रेफरेन्सेस, मेटाफोर्सबाट बनेको छ। यो चाहिँ मनको मेन पिलरहरू। मन चाहिँ यसैको जगबाट चाहिँ अगाडि बढेको हुन्छ। अब हामीले मनलाई यसो याद गऱ्यो भने मनमा विचार कस्तो आउँछ? कि त भविष्यको आउँछ, कि त भूतको आउँछ। अक्सर मनमा विचारहरू करिब 90% भन्दा बेसी मान्छेले एक्सपिरियन्स गरेको हिजोकै विचार बढी आउँछ नि। पछि हिजो भनेको त स्मृतिको कुरा, विगतमा अलरेडी भइसकेको कुरा मात्र आइरहन्छ नि त। भने हामी त सधैँ मेमोरीको आधारमा बोल्दो रहेछौँ, मेमोरीको आधारमा सोच्दो रहेछौँ, मेमोरीको आधारमा जिउँदो रहेछौँ। त्यही भएर जीवनभन्दा मेमोरीमा बढी बाँचेको कारणले हामीले आजभन्दा हिजोको कुरामा बढी बाँच्छौँ। कि त भविष्यको निश्चिन्ता छैन, चिन्तै चिन्तामा, कि त विगतको हाम्रो स्मृतिको कुराबाट जुन विगतमा तपाईँको पेनफुल मेमोरी छ भने त्यतैतिर अल्झियो। तपाईँ यसो सोच्नुहोस्, अहिले पनि तपाईँ अहिले मलाई प्रश्न सोद्धा पनि काहीँ न कतै तपाईँले सम्झिँदै हुनुहुन्छ, रिकल गर्दै हुनुहुन्छ। भनेपछि त्यो मनमा विचार ल्याउन पनि तपाईँले हिजो पढेको कुरा, हिजो जानेको कुरा, हिजो काहीँ न काहीँ तपाईँले भोगेको विषयलाई तपाईँले मलाई उठान गर्दै हुनुहुन्छ। सो मन चाहिँ स्मृतिबाट बन्दो रहेछ, जसलाई हामी चित्त पनि भन्ने गर्छ। चित्त दुख्छ भन्छौँ नि, वास्तवमा त्यो त मन दुखेको हो नि, मेरो विचारको अनुभूति हो नि त वास्तविक हिसाबको मन भनेको। त्यसले गर्दा मन बन्छ, फेरि पनि मैले अन्तिमचोटि दोहोऱ्याएँ, मन बन्छ मेमोरीबाट, मन बन्छ एक्सपिरियन्सबाट, मन बन्छ संस्कार, नलेज, रेफरेन्सेस, मेटाफर्सबाट मन बन्छ। अब यो मन बनेको कुराले बुझिसकेपछि तपाईँले जहाँबाट कुराहरू आउँछ नि, त्यो कुरा के आधारबाट आइरहेछ। जस्तो सामान्य कुरा, लेडिजले चाहिँ घरमा सहनुपर्छ भन्ने कुरा कहाँबाट आयो? युनिभर्सल ट्रुथ हो, म सोध्न चाहन्छु। तर लेडिजले चाहिँ घरमा खानै पकाउनुपर्छ कि लेडिजले मात्र खाना पकाउनुपर्छ? तर हाम्रो संस्कारबाट आयो। हामीले मम्मीले पकाएको देख्यौँ, बजेले पकाएको देख्यौँ, र आज मैले मेरो श्रीमतीले पकाएको देखेँ होला। त्यही भएर केटा मान्छेहरूले चाहिँ घरको भनौँ न यो चुलोतिर त मान्छे जानु त्यति चाहँदैन। केटाको काम चाहिँ अफिसतिर जाने, बाहिरको भन्छ नि, त्यो युनिभर्सल ट्रुथ हो त, कि खाना त जसले पकाए पनि त हुन्छ नि। तर यो कुरा कहाँबाट हामीले सिकेको छौँ त भन्दा हामीले मेमोरीबाट, विगतको अनुभूतिबाट सिक्यौँ नि त। भने हामीले सोच्दा खालि विगतबाट सोच्छौँ, हामीले सोच्दाखेरि विवेकबाट किन नसोच्ने? सो मन चाहिँ यही रहेछ क्या, त्यो मनको फिचर्स नै यही रहेछ। जस्तै मोबाइलको हो, तपाईँले क्यामेरा चाहिँ 3टा क्यामेरा छ, कुनैले अगाडिको खिच्छ, कुनैले टाढा खिच्छ भने अब मैले दिमाग लगाएर मलाई टाढाको खिच्नलाई अगाडिको खिचाउँछु भन्ने त हुँदैन नि। बनाएकै त्यसरी छ भने चाहिँ मनको निर्माण यसरी हुन्छ। सो मनलाई हामीले किन व्यवस्थापन गर्न सक्दैनौँ भन्दा मनको फिचर्स नै बुझेकै छैनौँ। मन किन यसरी आउँछ त? यो मैले रेकर्ड गरेको कुरा, मैले कहीँबाट उठाएको कुरा भन्ने कुरा हामीले बिर्सिन्छौँ।
त्यस कारणले हामीले पहिलो कुरा त मन यसरी बन्छ भन्ने कुरालाई यो शब्दमा सुनेर मात्र होइन, रियलाइजेसन गरिकन आफैले पनि आफूलाई यसो हेर्ने कि ममा आइरहेको यो विचार त मैले काहीँ न काहीँ सुनेको र भोगेको विषय पो रहेछ त भन्ने कुरा हामीले बुझ्न जरुरी छ। अब मन व्यवस्थापनको कुरा गर्नुभयो, सन्तुलनको कुरा आउँछ, सन्तुलन। अब असन्तुलन हुनु भनेको विगतको कुराहरूलाई धेरै सोचेर हो या भविष्यका प्रति चिन्तित भएर हो त विचलित हुने? एक्ज्याक्टली, किनभने ऊ वर्तमानमा भन्दा पनि कि त भूतमा बढी बस्न चाहन्छ कि त भविष्यमा बस्न चाहन्छ। अक्सर मान्छे विगतकै पीडाबाट बढी उद्वेलित हुन्छन्। केही मान्छेहरू भविष्यमा मैले यो गर्न नसकुला कि भन्ने कुराले हामी आक्रान्त हुन्छौँ। जस्तै आज मान्छेले पढ्छ के को लागि? अहिलेको लागि होइन नि, भविष्यको लागि। कतिपय मान्छेले यस्तो भनेको छ कि डिबी पर्यो मलाई, तर म त जानु जरुरी थिएन किनकि मेरो चाहिँ अब रिटायर्ड लाइफ हो, तर म मेरो छोरीको लागि जाँदैछु, बाध्यता मलाई यहाँ पर्यो, छोरीको लागि म जाँदैछु। अथवा सासूको लागि जाँदैछु किन सासूको छोरीलाई बोकेर जान्छ, सासूले फेरि रिसाउला, हेर्नु त अब यहाँ कस्तो कुरा आयो कि कहाँ छ है। भने म मेरो लागि भन्दा पनि म अरूको लागि र म अहिलेको लागि भन्दा पनि मेरो भविष्यको लागि। भविष्य भने कहिले आउँछ ल मलाई भन्नुहोस्? हामी सधैँ हामी जे कर्म गर्छौँ त्यो भविष्यलाई नै केन्द्रमा राखिकन गर्छौँ र त वर्तमान काहीँ पनि छैन, वर्तमान ओझेलमा छ। कहाँनिर वर्तमान छ? आज यो कार्यक्रम पनि हामी बोलिरहँदा म अहिले नै इन्जोय गरेर बोल्नु र मैले यो प्रोग्राम चाहिँ अरूले सुनेर मलाई चाहिँ राम्रो कमेन्ट गर्ला, मलाई मान्देला, मेरो त नलेज खतरा रहेछ भनिदेला भन्ने हिसाबले मैले बोलेँ भने त्यो कामै छैन। जो एउटा फ्लोमा बसेर म बोलिरहेछु, यसलाई प्रेजेन्ट मोमेन्ट्स भनिन्छ। यो बोल्दाखेरि हामी यति आनन्द आउँछ आफूलाई पहिला, र सुनेर यो आनन्दलाई अरूले लिन सक्नु होला, मेबी त्यो थाहा छैन, त्यो अर्का कुरा हामीले भन्न सकिँदैन, तर एटलिस्ट तपाईँ हामी यहाँनिर आनन्दित छौँ किनभने वर्तमानमा छौँ। अब यहाँ हाम्रो संस्कारै माइन्डलाई ट्रेनै के भइसक्यो भन्दाखेरि भविष्य भूत वर्तमान छैन। अक्सर मान्छेलाई म सोध्छु तपाईँ किन यो गरिराख्नुहुन्छ एक्सर्साइज भन्दा, सर मलाई भोलि डायबिटिज नलाग्ला भनेर। म ध्यान किन गर्छु त भन्दा भोलि मलाई साइकोलोजिकल प्रब्लम नहोला भनेर। यसरी सतर्कता अपनाउनु पनि गलत नहुन सक्छ। सतर्कता अपनाउनु गलत र सहीको कुरा होइन, त्यो सतर्कता पनि किन आइरहेछ भन्ने कुरा बुझ्नु चाहिँ सबैभन्दा सतर्कता। सबभन्दा पहिला हामीले अहिले तपाईँको मनमा पीडा छ, तर त्यो पीडा भुल्नलाई टिभी हेर्न सक्नुहुन्छ। तपाईँको मनमा कुनै नेगेटिभ विचार आइरहेछ त्यसलाई भुल्न कोही साथीसँग गफ गर्न सक्नुहुन्छ, तर पीडा त त्यहीँ छ नि। जब पीडालाई तपाईँ एड्रेस नगरिकन तपाईँ अरू कुरामा डिस्ट्र्याक्सन हुनुभयो भने त्यो पीडाको घाउ बढ्छ। र त्यो पीडाको घाउ यति ठुलो हुनसक्छ कि तपाईँले आफ्नो बडीलाई सुन्नु भएन, उसको अन्तर आवाजलाई सुन्नु भएन भने भोलि नि तपाईँले त्यो आवाज सुनाउनुको लागि गम्भीर रोग पनि लाग्न सक्छ। त्यस कारण मैले भन्नु खोजेको मतलब मात्र अहिले भविष्यबाट सुरक्षित हुन नखोज्ने त मैले त्यो भनेकै छैन, सुरक्षित हुन खोज्ने, तर मनले किन यस्तो प्रश्न गरिरहेछ, मनले किन डाउट गरिरहेछ त? त्यो व्यक्ति भविष्यको लागि बाँच्दा वर्तमानमा बाँच्न बिर्स्यो नि त। प्रश्न यहाँनिर छ कि हामी सधैँ भविष्यमै बाँच्ने त भोलिको लागि? त्यही भएर कतिपय मान्छेलाई आशा टुट्यो भने एक किसिमको एउटा वर्थलेसनेस भन्छ, आफू म योग्य छुइनँ भने मान्छे डिप्रेसनमा पर्छ नि, एन्जाइटीमा हुन्छ, किनभने उसलाई वर्तमानमै आनन्द छैन। मसँग अहिले नलेज छैन, मसँग पैसा छैन, नेपालमा एकदम स्कोप छैन, हेर्नु त खालि छैन, अहिले नै सकिसकेको होइन नि। अहिले के भन्छ नेपालमा भविष्य छैन, त्यो त स्पेसिफिक भएन नि। कसको लागि छैन? मेरो लागि त छ, तपाईँको लागि त छ होइन, सन्देश भाइको लागि त छ भने अरू नहुने कसको लागि? हामी कसको मेटाफर बोक्यौँ त? भने चाहिँ हामी खालि भविष्यको या भूतको कुरालाई लिएर हामीले यति महान सुन्दर अवस्था चाहिँ हामीले गुमाइरहेको छौँ। मैले भनेको चाहिँ यहाँनिर यति हो, त्यो सुन्दरतम कुरालाई उपयोग गरिकन हामी भविष्य सुरक्षित झन बनाउन सक्छौँ। मैले यहाँ के भन्दैछु भने भविष्य त आउँदैन कहिले पनि। हरेक राति सुत्दाखेरि भोलि होला भनेर सोध्छु, तर म त आज पाउँछु। त मैले त भविष्य त कहिले मैले मुठीमा कैद गर्नै सक्दिनँ। हात त वर्तमान मात्र छ, चोइस पनि वर्तमानमा नै छ, मैले छनौट जे पनि वर्तमानमा गर्न सक्छु भने म खालि भूतै र भविष्यमै बाँचिरहेछु भने के मैले जीवनमा ठुलो भुल गरेको छुइनँ त? त्यही भएर हामी मनलाई बुझेकै छैनौँ, नबुझेको कारणले गर्दा हामीले जीवनलाई बुझेको छैनौँ। मैले यहाँ के भन्दैछु भने मनको फिचर्सलाई बुझ्न पनि ठुलो आर्ट चाहिन्छ। अक्सर मान्छे यो मनभित्र छिर्यो भने त फोहोर कुरा छ, नेगेटिभ छ। कतिपय मान्छे विगतमा फर्किनै चाहँदैन। म भन्छु घरको स्टोरमा फोहोरहरू राखिराख्नु भएको छ, त्यसलाई सफा नगरी तपाईँ एकदमै मगमग सुवास बनाउन सक्नुहुन्न। काहीँ न काहीँ केही फोहोरहरू, काहीँ न काहीँ त्यो स्मेलहरू आउँछ। जतिसुकै तपाईँ सुन्दर, तपाईँ अत्तर किन नछर्कनुहोस्, त्यहाँभित्र भएको चिज निक्लिन्छ। त्यसलाई हामी सब मोडालिटिज या बिल्डिङ ब्लक्स भन्छौँ।
जति यो घर हामी यति राम्रो देखिरहेछौँ तर यो भित्रको रडहरू राम्रो बनाइएन, सिमेन्ट राम्रो छैन भने हामीले यो राम्रो छ भने हुँदैन। तासको पत्ता ढले जस्तै ढल्न सक्छ। कोही मान्छे बाहिरबाट हेर्दा बलिष्ठ छ, उसको फिजिक्स दामी छ, उसको होइन एकदम सिक्स प्याक पनि होला, उसको एकदमै ब्युटी बोन देखेको होला, तर उसलाई कुनै पनि स्ट्रेसमा टोलरेन्स गर्ने क्षमतै छैन त, किनभने उसले मनको फिचर्स बुझेन। त मैले यहाँनिर अघिदेखि के भन्दैछु भने मनको फिचर्स बुझ्नु जरुरी छ। फिचर्स बुझेपछि यसले यस्तो भन्न खोजेको मन भनेको सधैँ पेन्डुलममा जिउँदो रहेछ। मनलाई त नियन्त्रण गर्नै सकिँदैन। मनलाई व्यवस्थापन गर्नलाई साँच्चीकै भन्यो भने गाह्रो छ, तर बुझ्ने हो भने एकदमै सजिलो छ। त मान्छेलाई आजको दिनमा जुवा तास खेल्नुदेखि लिएर साहसी गेम खेल्नुदेखि लिएर ठुल्ठुलो कुराहरू जुन एकदम गाँजा होइन सब्सटेन्स अब्युज गर्नेदेखि लिएर सारा मान्छे आफ्नो मनलाई शान्त बनाउने काम मात्रै यस्ता गरिरहेछ त होइन र। हामी पनि कहिलेकाहीँ मग्न आफूलाई मनपर्ने मान्छेसँग बसेर हामी टाइम भुलिदिन्छौँ होइन। त काहीँ न कतै हामीले मनलाई भुल्न खोजेका छौँ नि। तर मनको फिचर्सलाई बुझ्यौँ भने मनलाई किन भुल्नु पर्यो भने कि मनलाई उपयोग गरौँ न, मनलाई सिँढीको रूपमा उपयोग गरौँ। जीवनका हरेक दुःखहरू मनले ल्याइरहेछ भने त्यही दुःख मनलाई हटाउनको लागि मनलाई दुःखबाट सुखमा लान पनि त्यही मनै हो। मनको बारेमा कुरा गरिरहँदा हामी अक्सर सामान्य भाषामा के गर्छौँ, मुड बिग्रियो मेरो, हजुर मुड खराब छ आज मेरो, मुड भनेको कुरा सेकेन्डमा चेन्ज भइरहेछ मान्छेको। अहिले वर्तमान अहिले तत्कालै खुसी छौँ भने एकै सेकेन्डमा दुःखी पनि हुन सक्छौँ। यसमा मन र मुडको कनेक्सन कस्तो रहेको हुन्छ? एकदमै मनमा जे खालको थट्सहरू छ, तपाईँको जे फिलिङ्स छ, यी दुइटै कुराबाट मुड बन्दछ। सिम्पल कुरा, मुडमा कहिले एकदम आनन्द लाग्छ, मुडमा कहिले दुःखी खालको हुन्छ फिल होइन। त्यो हामी घरि दुःख र घरि सुखको पेन्डुलममा त हामी छौँ होइन। त्यो त छ, मनको फिचर्स नै त्यो, घरि उसले सुख खोज्छ घरि उसले दुःख खोज्छ, दुइटैमा छ। सुख भने सुखमा पनि टिक्न सक्दैन, दुःखमा पनि ऊ टिक्न सक्दैन फेरि होइन। त्यो त पुरै पेन्डुलम जस्तो छ भनेपछि मेरो स्टेट अफ माइन्डलाई मैले ब्यालेन्स गर्नको लागि पनि म भित्र त पोजिटिभ कुराहरू हुनु पऱ्यो नि, मलाई थाहा त हुनु पऱ्यो नि म चाहिँ पोजिटिभ किन भन्ने। कतिपय मान्छे अर्कालाई ब्लेमै गरिकन जिन्दगी सकाएको हुन्छ, कतिपय मान्छेले गिल्ट र रिग्रेटै गरी जीवन सकाएको हुन्छ भने अब त्यो व्यक्तिले यो मनलाई कसरी उसले व्यवस्थापन गर्छ। सो स्टेट अफ माइन्डको अर्थ, मुडको अर्थ वर्तमान रूपमा तपाईँको मनोदशा के छ, वर्तमान अवस्थामा तपाईँको भावनामा के आइरहेछ, मनमा के चलिरहेछ को प्रकट स्वरूप नै मुड हो। कोही व्यक्ति एकदमै हाँसेर बस्छ, आनन्द, यति बेला उसको मनमा एकदम पोजिटिभ कुरा चलिरहेछ र उसको फिलिङ्स पनि पोजिटिभ आइरहेछ। को मान्छे एकदमै राम्रो ठाउँमा छ, सेलिब्रेसन छ, बर्थडे सेलिब्रेसन, तर पनि ऊ अँध्यारो छ, झोक्रिएको छ, उसको शरीर काहीँ न काहीँ झुकिरहेछ। द्याट मिन्स उसको मन राम्रो चलिरहेछ छैन, विचार राम्रो चलिरहेछ छैन, भावना राम्रो आइरहेछ छैन, यसलाई त मुड भनिन्छ। त मुड राम्रो हुनलाई तपाईँको केही कुराहरू एकदमै जरुरी छ जसलाई हामी सिकेर इन्स्ट्यान्ट मुडलाई बदल्न सक्छौँ। हामी आज कार्यक्रममा मनको बारेमा कुरा गरिरहेका छौँ। मनलाई कसरी व्यवस्थित गर्न सकिन्छ, मुडलाई कसरी, हाम्रो मुड किन चेन्ज हुन्छ र मन र मुडको कनेक्सन के रहेको छ भन्ने बारेमा कुरा गरिरहेका छौँ। भने अब मनको मनोदशा भनौँ या यो मुडको मनोदशा हामीले कसरी परिवर्तन गर्न सक्छौँ त? एकदमै धेरै मान्छेहरूको लागि यो धेरै ठुलो विषय भएको छ। वास्तवमा हामीले यसलाई सामान्य टेक्निकबाट यसलाई चाहिँ रूपान्तरण गर्न सकिन्छ। जस्तै कोही मान्छेलाई एकदमै धेरै फ्रस्ट्रेसन फिल भयो, नेगेटिभ विचार आयो, सबसे पहिला त्यहाँनिर के हेर्नुपर्ने हुन्छ भने मेरो बडी ल्याङ्ग्वेज के छ है। जब कोही मान्छेमा नकारात्मक कुरा चल्यो भन्न साथै फिजिकल बडीमा देखिन्छ, फिजिकल बडीमा देखिन्छ नै, किन भन्दाखेरि शरीर र मन भनेको नङ र मासु जत्तिकै बलियो सम्बन्ध छ। भनेपछि मनमा केही हुनसाथ शरीरमा देखि नै हाल्छ, शरीरमा केही हुँदासाथ मनमा फिलिङ भइहाल्छ। त जब नकारात्मक मुड हुन थाल्यो अथवा मुड चाहिँ हाम्रो रूपान्तरण पोजिटिभली भएन नेगेटिभली भयो, तपाईँलाई एकदमै डर लागिरहेछ या तपाईँलाई गाह्रो भइरहेछ भने तपाईँको शरीरलाई काहीँ न काहीँ निहाल्नु भयो भने मेरुदण्ड झुकिएको या काहीँ न काहीँ हामी खुम्चेको या काहीँ न काहीँ हामीले हातलाई मुठी कसेको, काहीँ न काहीँ हाम्रो निधारतिर समातेको। अक्सर दुःख हुँदाखेरि हामी के गर्छौँ, यसरी निधार पक्रिन्छौँ, कञ्चरमा हात हाल्छौँ, जिन्दगी यस्तो भने यसरी झुक्छौँ। काहीँ न काहीँ हाम्रो भावभङ्गी जसलाई हामी बडी ल्याङ्ग्वेज भन्छौँ त्यो मुद्रा बदलिएको देखिन्छ, किनकि मुडसँग मुद्रा भनेको शरीरको पोस्चर्स बदलेको हुन्छ। त नम्बर 1 रुल्स के हो भन्दाखेरि हामीले पोस्चर्सलाई ब्यालेन्स गर्ने। त के गर्ने त मेरुदण्डलाई सिधा बनाउनु। किनकि तपाईँ एउटा कुरा याद गर्नु, मेरुदण्ड सिधा भएको प्राणी मान्छे मात्रै हो, अरू सबैको मेरुदण्ड नै राम्रो तयार भएको छैन, झुक्छ। बाँदरकै कुरा गरौँला अलिकति विकसित, ऊ पनि एकछिन सिधा बस्छ तर ऊ हिँड्दैन। भने मान्छे साँच्चीकै भन्यो भने चेतनशील प्राणी यस अर्थमा पनि हो कि उसको मेरुदण्डको विकास भएको छ, ऊ उभिन सक्छ, ऊ माथितिर हेर्न सक्छ। हरेक एनिमलको मुख वास्तवमा टाउकोतिर अगाडि झुकेको छ। कुकुरको मुखलाई हामी सम्झेर हेऱ्यौँ भने, तर मान्छेको मुख अगाडि छ।
मान्छे प्रेम गर्दा पनि अगाडिबाटै गर्छ भने कुकुरहरू अथवा अरू प्राणीहरू पछाडिबाट प्रेम गर्ने, पछाडिबाट बोलाउने, पछाडि चाहिँ सुँग्दै जाने, चल्दै जाने, उनीहरूले आफ्नो भावना एक्सप्रेसन गर्छ, मान्छे अगाडिबाट गर्न चाहन्छ। पछि हामी चाहिँ वास्तवमा अपग्रेडेड भर्सन हो यो पर्फेक्सनको। तर अब यो मेरुदण्ड सिधा हुनुको आध्यात्मिक बाटो पनि छ, धेरै यस्तो रिसर्च पनि भएको छ कि मेरुदण्ड बाङ्गिनु भनेको जीवन बाङ्गिनु हो। अक्सर हामी बुढेसकालमा हेरौँ बुढाबुढा भएको मान्छेहरू लट्ठी टेक्छन्, कुब्रिँदै जान्छन् र अन्ततः गर्दा उहाँहरू यो संसारबाट बिदा हुन्छ। त त्यो कुब्रिँदै जाने बुढा मान्छेहरूलाई पनि सिधा हिँडाउँदाखेरि आयु बढेकोसम्म रिसर्च आएको छ। त्यही कारणले हामी मेरुदण्ड सिधा गरिकन बस्यौँ भने इन्स्ट्यान्टली केही न केही मोड चाहिँ इन्स्ट्यान्टली रूपान्तरण हुन्छ, एउटा सिङ्गल यही प्रयोगबाट पनि। त दोस्रो प्रयोग के छ त भन्दा फेसियल एक्सप्रेसन हेर्ने। जब हाम्रो मुड बिग्रिन्छ, जब हामीभित्र मनमा अनेकन कुरा चल्छ, तपाईँको फेसमा काहीँ न काहीँ निधार खुम्चेको, काहीँ आँखा खुम्चेको, काहीँ न काहीँ ओठ तलतिर गएको देखिहालिन्छ। त फेसियल एक्सप्रेसन अर्थात् स्माइल मात्र गर्दाखेरि यति रिसर्च भएको छ कि डोपामिन, सेरोटोनिन, इन्ड्रोफिन, इपिनेफ्रिन, मेलाटोनिन जस्तो एकदमै चाहिने हाम्रो हर्मोन्सहरू, केमिकल्सहरू इजिली रिलिज हुन्छ भन्ने कुरा थाहा छ। कि जब ओठको स्माइल गर्दा हाम्रो ओठ माथितिर गयो भने त्यस्तै इनर्जी सेन्टर्सलाई एक्टिभेट गर्ने कुरा गरिन्छ भने चाहिँ दोस्रो स्पाइनल कर्ड सिधा, मेरुदण्ड सिधा र तपाईँको फेसियल एक्सप्रेसनमा स्माइल आउन थाल्न साथै करिब 30-40% तपाईँको मुड चाहिँ इन्स्ट्यान्ट रूपान्तरण हुन्छ। तेस्रो नम्बरमा के भनेको छ भने ब्रिदिङ प्याटर्न, तपाईँभित्रको श्वास। जब मान्छेलाई एन्जाइटी अट्याक हुन्छ, प्यानिक अट्याक हुन्छ, डिप्रेसन हुन्छ, उसको थट मात्र होइन कि श्वासको रिदम नै बिग्रिन्छ। किन अध्यात्ममा भनिन्छ श्वास भनेको आत्मा र शरीरको लिङ्क गर्ने सेतु हो। त्यसैले श्वासलाई चाहिँ एउटा आत्माको प्रतीकको रूपमा पनि लिन सकिन्छ भनिन्छ। त श्वासलाई हेर्ने हो भने एक्साइटमेन्ट हुँदा पनि श्वास हुन्छ, रिस उठ्दा श्वास हुन्छ, प्रेममा हुँदा श्वास फेरेकै थाहा हुन्न, एउटा मिठो गीत र कविता सुन्दा पनि हामीलाई श्वासको थाहै हुन्न। त बिल्कुलै यो फरक छ कि तपाईँको मनोदशा श्वासमा देखिन्छ भनेपछि अब श्वास के छ त त्यति बेला? स्यालो ब्रिथ छ कि श्वास छ कि एबनर्मल छ कि? अब गहिरो लामो सास लिउँ न त, यसरी 3 चोटि इन्स्ट्यान्ट, फेरि एकचोटि लिउँ। यति लिन थाल्न साथ पनि हाम्रो अगाडिको स्टेट र पछाडिको स्टेटमा बिल्कुल रूपान्तरण हुन्छ। अझ केही समय पेटबाट सास फेर्ने हो भने भनिरहँदाखेरि सोच्ने तरिकामा परिवर्तन आउने हो या सोच्ने तरिकामा तपाईँको सोच्ने त मैले के भनिरहेछु फेरि शरीरको फिजिकलबाट मनमा कनेक्सन छ भने मनबाट शरीरसँग बडी एन्ड माइन्ड इज वान सिस्टम भन्छ। बडी र माइन्ड एउटै सिस्टम हो। माइन्डले जे गर्छ बडीले त्यही फलो गर्छ र बडीलाई जे बनाउँछ माइन्ड त्यही अवस्थामा जान्छ। त्यही भएर मैले यहाँनिर ब्रिदिङको कुरा, ब्रिदिङ त मैले आत्मागत कुरा गर्दैछु, अझ अध्यात्ममा प्राणायामको कुरा गरिन्छ, यसले त हाम्रो सोलसँगको कनेक्सनको पनि कुरा आउँछ। तर अहिले मैले के गर्दैछु त इन्स्ट्यान्ट श्वासलाई हामीले चाहिँ लामो इनहेल एक्सहेल सकिन्छ भने बेली ब्रिथ नाभिबाट फेर्ने सास होइन, त्यति गर्न साथ के हुन्छ 40 देखि 50% चाहिँ इन्स्ट्यान्ट चेन्ज हुन्छ। अर्को एउटा पनि छ लास्ट, तपाईँले हेर्नुहोस् आफ्नो मनमा जानुहोस् कस्तो विचार आइरहेछ, जसलाई हामी इनर भोइस भन्छ। तपाईँले बाहिर व्यक्त त गर्नु भएन तर भित्र त चलिरहेछ नि मन, म खत्तम छु भन्ने भयो कि साथीहरूले यत्रो पैसा कमाइसक्यो मैले कमाउन सकिनँ, कस्ता फेसबुकमा कति राम्रो फोटो आउँछ, लुगा लाग आफ्नो फोटो राम्रो आएन, मेरो त आइफोन किन्ने सपना भएन होइन, या मलाई मेरो परिवारले राम्रो सोचेन, बुढाले माया गरेन, बुढीले माया गरेन, सासूले माया गरेन, सासुराले माया गरेन, बच्चाले बुझेन, बच्चा एकदमै अप्ठ्यारी परी, रिसाहा परी, जङ्क फुड मात्र खान्छ। ओ माई गड, यही त प्रश्न हो हामीलाई होइन र? त त्यो इनर भोइस जे भित्र चलिरहन्छ त्यो तपाईँको शरीरसम्म त्यो इन्फर्मेसन गइरहेको हुन्छ। भनेपछि तपाईँको मनमा जे कुरा आउँछ त्यो शरीरले फलो गर्छ, मैले भनिहालेँ नि त। त्यही कारणले गर्दा चेन्ज योर इनर भोइस भनिन्छ। तपाईँले यदि मलाई डर लागिरहेछ भने मलाई आनन्द भइरहेको छ भने रिपिट गर्ने। अब यहाँनिर प्रश्न के छ भने मलाई एकदम डर लागिरहेछ तर म आनन्द भइरहेछ भन्दैमा हुन्छ र त? म गरिब छु धनी बन्छु भन्दैमा हुन्छ त? भन्न सक्ला कि त्यो यहाँनिर प्रायोरिटीको कुरा हो। तपाईँ कति इमोसनल्ली बन्न चाहनुहुन्छ त? तपाईँ आफ्नो प्रेमिकालाई भेट्न जान थालेको चाहिँ पहिलोचोटि उसको अनुहार हेर्नको लागि 4 बजीदेखि उठेर होइन, एउटा ड्रेसलाई 50 चोटि खोलेर पर्फ्युमलाई अनेक हिसाबले दलेर यसरी भेट्छु भन्ने जुन कल्पना गर्छौँ नि, त्यो इमोसनल इन्टेन्सिटी भन्छौँ कि तपाईँ स्वस्थ हुनु र तपाईँ एन्जाइटी अथवा डिप्रेसनबाट बाहिर निक्लिनुमा के त्यही प्रायोरिटी छ त? त्यही इन्टेन्सिटी छ त? या तपाईँलाई कसैले सिम्प्याथी देला होइन, मलाई चाहिँ अरूले माया गर्छ म बिरामी भयो भने भन्ने सिम्प्याथी पो छ कि? त्यो कुरामा हामी क्लियर हुनु जरुरी छ। त्यस कारणले गर्दा म के भन्छु भने अगाडिका 3टा कुरा गरिसकेपछि
तपाईँले सिधै सोचेर मात्र हुँदैन, सोच्न त हामीलाई सबै थाहा छ। युट्युबभरि हेर्ने हो भने ल अफ एट्र्याक्सन भन्छ, पोजिटिभ एफर्मेसन, त्यो किन काम गर्दैन भन्दा हामीलाई क्लियरली बुझाएको छैन। हामी युट्युबमा सुनेर मात्र एउटा कसैले भनेको 2 मिनटको कुराले मात्र हामी रूपान्तरण हुने भए त हामी यत्र कति डिकेड्स हामीले बिताइसक्यौँ, किन रूपान्तरण भएनौँ? प्रश्न आफैले गरे हुन्छ। सो नम्बर 1 रुल्स के त? मेरुदण्ड सिधा, दोस्रो फेसियल एक्सप्रेसन, तेस्रो ब्रिदिङमा एकदमै हार्मोनी हुनु पर्यो, र चौथोमा अब गर्ने एफर्मेसन चेन्ज योर्स इनर भोइस। तपाईँलाई अहिले मर्न मन लागिरहेछ भने आहा मलाई कति जीवन प्यारो छ, मलाई जीवन प्यारो लागिरहेछ भन्ने इमोसनल्ली अझ सकिन्छ भने मेन्टल रिहर्स भनिन्छ, भिजुअलाइजेसन भनिन्छ। त्यसरी हामी कन्टिन्यू गर्दै गयौँ भने इन्स्ट्यान्टली यसले के गर्छ त तपाईँको स्टेट अफ माइन्ड परिवर्तन हुन्छ। हामीले चाहेको कुरा सोच्नु पर्यो। एक्ज्याक्टली त्यतिखेर अझ मैले यो चाहिँ लङ रनको लागि भनेको छु। कोही मान्छेलाई अहिले नै मुड बिग्रिएको बेलामा इन्स्ट्यान्ट कसरी मुड चेन्ज गर्ने, त्यो मुड चेन्ज गर्ने जस्तै तपाईँ बाटोमा हिँड्नुभयो मुड बिग्रियो, त्यति बेलाको लागि भनेको। तपाईँ घरमा काम गर्दै हुनुहुन्थ्यो बिग्रियो, त्यतिखेरको लागि मैले भन्दैछु। त्यतिखेर मनमा के चलिरहेछ नेगेटिभ, त्यसलाई उल्टो बनाउने। उल्टो बनाउने हामी भन्छौँ नि कहीँ उल्टाउने सुल्टाउने भन्ने ठाउँहरू छ नि, यो मान्छेले त उल्टाउनु पर्छ, बिगारेको छ भन्छ नि, बिगारेको त आफैले हो, किनकि आफ्नै इमोसनले हो, आफ्नै नेगेटिभ थटले हो। अब सुल्टाउने यो त मलाई गजब लाग्छ नि यो कुरा। हामीले यो नबुझाएर मात्र हो, बिगार परेको छ, इमोसनल पोइजनले भरेको छ एकदम, तर अरूले होइन आफैले बिगारेको छ, र यसलाई अब उल्टाउनु पर्यो। राइट, एकदम सही। उल्टाउने भने के? म खतम छु भन्ने थट आइरहेछ भने म सही छु। र एउटा कुरा हेर्नुहोस्, नाटकै होस्। मान्छेले भन्छ नि नाटकमा भाग लिँदा कलाकारले आफ्नो जीवनमा नाटक नै सही जस्तो लाग्न थाल्छ भने हामीले पनि जानी अनजानी, तपाईँलाई अहिले डर लागिरहेछ तैपनि म स्वस्थ छु, म एकदम अभयमा छु, म एकदम डराइरहेको छुइनँ, अथवा म चाहिँ एकदमै निडर छु भन्न थाल्नुभयो भने पनि याद गर्नुहोस् माइ डियर फ्रेन्ड्स, 1-2 मिनटपछि तपाईँमा त्यो अभयको अवस्था फिल हुन थाल्छ। किनकि तपाईँ जे सोच्नुहुन्छ हर्मोन चेन्ज हुन्छ र शरीरमा त्यही इन्फर्मेसन जान्छ। अब वातावरणको पनि कुरा आउँछ, मुड बिग्रिने मन बिग्रिने भन्ने कुरा प्राय हामी ब्लेम गर्छौँ। मन बिग्रिनु मुडमा मैले गर्दा होइन, मैले त राम्रै गरेको थिएँ, राम्रै भनेको थिएँ, उसले यसो नगरिदिएको भए या नभनिदिएको भए मेरो मन कहाँ बिग्रिन्थ्यो र मेरो मुड कहाँ बिग्रिन्थ्यो र ब्लेम लगाउने मान्छेको जुन एउटा मानसिकता छ त्यसलाई कसरी चेन्ज गर्न सकिन्छ? त्यसले कसरी चेन्ज गर्नु सक्दैन, किनभने मूर्खको औषधि छैन भने चाहिँ मनको पनि वास्तवमा औषधि छैन। मनले बुझ्ने मात्र हो, मनलाई कन्ट्रोल गर्न पनि सकिँदैन। किनभने बाहिर अहिले घाम लागिरहेछ, गर्मी फिल भइरहेछ, म अब मलाई गर्मी भयो भने घामै बन्द गरिदिने त, घाम नलाग्नु पर्यो त। मेरो मनमा त कस्ता कस्ता कुराहरू छन्, म्हणजे यो कुरा कहाँबाट आइरहेछ सोच्ने हो कि यहाँनिर चाहिँ कसैले ब्लेम गर्ने अथवा कसैले मलाई राम्रो सोचेको सोचिन भन्नुभन्दा पनि मलाई त्यो व्यक्तिप्रति किन यो विचार आइरहेछ, म कुन भावनाबाट उत्प्रेरित छु, मैले कहाँ सिकेँ त भन्ने कुरा यहाँ सोच्नु जरुरी छ। एउटा बच्चा स्कुल जान मान्दैन, दुखी भइरहेछ, रोइरहेछ भने हामीले यसलाई जबरजस्ती तिमी स्कुल जानुपर्छ, अर्काको छोराछोरी कहाँ पुगिसक्यो, तिमी फेरि यस्तो तालले गऱ्यो भने बिग्रिन्छौ भन्ने कि बच्चाले यो बिहेभियर ल्याउनुको कारण उसको भित्रको विश्वास के छ? कतै स्कुलमा चाहिँ थर्काइरहेछ कि, उसलाई बुलिङ गरिरहेछ कि, नयाँ स्ट्रेन्जरहरू कोही आइरहेछ कि, या उसले केही डर फिल गरिरहेछ भने चाहिँ मलाई कोही व्यक्तिप्रति डर लागिरहेछ या उसको प्रति मलाई ईर्ष्या लागिरहेछ भने त्यो कुन कारणले लागिरहेछ भन्ने कुरा मैले आफूमा झाँक्नु पर्यो, न कि मैले बाहिर झाँक्ने हो। अहिले मान्छेले गरेको त्यही हो, बाहिरको इन्भाइरोमेन्टलाई बदलेर म खुसी चाहन्छु, त्यो केमार त हुँदैन। आज एउटा इन्भाइरोमेन्ट बदलेला, भोलि अर्को इन्भाइरोमेन्ट बदल्नु होला, कतिवटा कुरा बदल्न सक्नुहुन्छ, बदल्नै सक्नुहुन्न। अनि फेरि मलाई कहिलेकाहीँ के लाग्छ भने हामी सारा दुनियाँलाई समय दिन्छौँ, फ्यामिलीमा छोराछोरी, सासू ससुरा, श्रीमान श्रीमती जो हुनुहुन्छ, आफ्नो कजन सबैले समय दिन्छौँ। र म एकदमै ध्यान दिएर कहिलेकाहीँ सोच्ने गर्छु, चिम्म गरेरै सोच्ने गर्छु, हामीले आफ्नो मनलाई बुझ्ने प्रयास गऱ्यौँ त, मनमा के चलिरहेको छ, मनलाई टाइम दियौँ त। दुखी भयो किन दुखी भयो तिम्रो प्रश्न सोध्यो कि सोधेनौ? एकदमै मनलाई थपथपायौँ कि थपथपाएनौ? म असाध्यै ध्यानपूर्वक कुरालाई सोच्छु र प्र्याक्टिस गर्ने कोसिस गर्छु। मेरो मनमा के चलिरहेको छ, किन चलिरहेको छ, यसको प्रश्न के हो, एन्सरहरू खोज्ने गर्छु। यो गर्ने हामी आम मानिसमा बानी नपरेर पनि मनलाई बुझ्न गाह्रो भइरहेको सही हो। मनलाई बुझ्न हामीलाई कहिले सिकायो? मनलाई बुझ्नलाई कुन कलेजको अथवा कुन स्कुलको करिकुलममा छ, कुन कोर्समा छ? नैतिक शिक्षामा पनि छैन, सामाजिक स्वास्थ्यमा त छँदै छैन, सामाजिक शिक्षामा छैन, केमा छ त? मैले भन्न खोजेँ मनलाई बुझ्ने कुरा साँच्चीकै अहिले एउटा सामान्य मान्छेको कुरा मात्र होइन, पिएचडी डिएससी गरेको प्राज्ञिक व्यक्तिहरूलाई पनि ठुलो कठिन अवस्था बनाएको छ। अलिकति युद्धको चपेटामा विश्व छ, त्यही अहम त्यही मनको पृष्ठपोषणले गर्दा होइन। एकजना झुकिदिने हो भने त सबै कुरा ठिक भइहाल्छ नि। एउटा परिवारमा श्रीमान र श्रीमती बिचमा एकजना झुक्यो भने के हुन्छ?
झुक्नुको अर्थ लड्नु होइन, सकिनु होइन। झुक्नुको अर्थ एकजनाले भन्न खोजेको उसको इमोसनलाई सुनिदिने पनि त हो नि। श्रीमान श्रीमती झगडा पर्दा श्रीमतीको कुरा उसले पहिलोचोटि केही भन्न खोज्दैछ भने सुनिदिने नि एकछिन। सुनेपछि उसलाई यस्तो कुरा कहाँबाट आयो बिस्तारै सम्झायो भने त्यहाँ त प्रेम हुन्छ नि। एउटा कुरा झर्न पाए हुँदैन, 3टा कुरा भने हुन्छ, 3टा झर्न पाए 20वटा झरे हुन्छ। र समस्याको समाधान किन हुँदैन त भन्दाखेरि हामीले सुन्दैनौँ। हाम्रो मनलाई त सुन्दैनौँ, अर्काकोलाई पनि सुन्दैनौँ क्या हामी आज कार्यक्रममा मनको बारेमा कुरा गरिरहेका छौँ। मनलाई कसरी व्यवस्थित गर्न सकिन्छ, मुडलाई कसरी, हाम्रो मुड किन चेन्ज हुन्छ र मन र मुडको कनेक्सन के रहेको छ भन्ने बारेमा कुरा गरिरहेका छौँ भने अब मनको मनोदशा भनौँ या यो मुडको मनोदशा हामीले कसरी परिवर्तन गर्न सक्छौँ त? एकदमै धेरै मान्छेहरूको लागि यो धेरै ठुलो विषय भएको छ। वास्तवमा हामीले यसलाई सामान्य टेक्निकबाट यसलाई चाहिँ रूपान्तरण गर्न सकिन्छ। जस्तै कोही मान्छेलाई एकदमै धेरै फ्रस्ट्रेसन फिल भयो, नेगेटिभ विचार आयो, सबसे पहिला त्यहाँनिर के हेर्नुपर्ने हुन्छ भने मेरो बडी ल्याङ्ग्वेज के छ है। जब कोही मान्छेमा नकारात्मक कुरा चल्यो भन्न साथै फिजिकल बडीमा देखिन्छ नै। किन भन्दाखेरि शरीर र मन भनेको नङ र मासु जत्तिकै बलियो सम्बन्ध छ। भनेपछि मनमा केही हुनसाथ शरीरमा देखि नै हाल्छ, शरीरमा केही हुँदासाथ मनमा फिलिङ भइहाल्छ। त जब नकारात्मक मुड हुन थाल्यो अथवा मुड चाहिँ हाम्रो रूपान्तरण पोजिटिभली भएन नेगेटिभली भयो, तपाईँलाई एकदमै डर लागिरहेछ या तपाईँलाई गाह्रो भइरहेछ भने तपाईँको शरीरलाई काहीँ न काहीँ निहाल्नु भयो भने मेरुदण्ड झुकेको या काहीँ न काहीँ हामी खुम्चेको या काहीँ न काहीँ हामीले हातलाई मुठी कसेको, काहीँ न काहीँ हाम्रो निधारतिर समातेको। अक्सर दुःख हुँदाखेरि हामी के गर्छौँ, यसरी निधार पक्रिन्छौँ, कन्सर्टमा हात हाल्छौँ, जिन्दगी यस्तो भने यसरी झुक्छौँ। काहीँ न काहीँ हाम्रो भावभङ्गी जसलाई हामी बडी ल्याङ्ग्वेज भन्छौँ त्यो मुद्रा बदलेको देखिन्छ। किनकि मुडसँग मुद्रा हुनु कि शरीरको पोस्चर्स बदलेको हुन्छ। त नम्बर 1 रुल्स के हो भन्दाखेरि हामीले पोस्चर्सलाई ब्यालेन्स गर्ने। त के गर्ने त मेरुदण्डलाई सिधा बनाउनु। किनकि तपाईँ एउटा कुरा याद गर्नु, मेरुदण्ड सिधा भएको प्राणी मान्छे मात्रै हो। अरू सबैको मेरुदण्ड नै राम्रो तयार भएको छैन, झुक्छ। बाँदरकै कुरा गरौँला अलिकति विकसित, ऊ पनि एकछिन सिधा बस्छ तर ऊ हिँड्दैन। भने मान्छे साँच्चीकै भन्यो भने चेतनशील प्राणी यस अर्थमा पनि हो कि उसको मेरुदण्डको विकास भएको छ, ऊ उभिन सक्छ, ऊ माथितिर हेर्न सक्छ। हरेक एनिमलको मुख वास्तवमा टाउकोतिर अगाडि झुकेको छ। कुकुरको मुखलाई हामी सम्झेर हेऱ्यौँ भने, तर मान्छेको मुख अगाडि छ। मान्छे प्रेम गर्दा पनि अगाडिबाटै गर्छ भने कुकुरहरू अथवा अरू प्राणीहरू पछाडिबाट प्रेम गर्ने, पछाडिबाट बोलाउने, पछाडि चाहिँ सुँग्दै जाने, चल्दै जाने, उनीहरूले आफ्नो भावना एक्सप्रेसन गर्छ भने मान्छे अगाडिबाट गर्न चाहन्छ। पछि हामी चाहिँ वास्तवमा अपग्रेडेड भर्सन हो यो पर्फेक्सन। तर यो मेरुदण्ड सिधा हुनुको आध्यात्मिक बाटो पनि छ, धेरै यस्तो रिसर्च पनि भएको छ कि मेरुदण्ड भाङ्गिनु भनेको जीवन भाङ्गिनु हो। अक्सर हामी बुढेसकालमा हेरौँ, बुढा भएको मान्छेहरू लट्ठी टेक्छन्, कुब्रिँदै जान्छन् र अन्ततगत उहाँहरू यो संसारबाट बिदा हुन्छ। त त्यो कुब्रिँदै जाने बुढा मान्छेहरूलाई पनि सिधा हिँडाउँदाखेरि आयु बढेकोसम्म रिसर्च आएको छ। त्यही कारणले हामी मेरुदण्ड सिधा गरिकन बस्यौँ भने इन्स्ट्यान्टली केही न केही मोड चाहिँ इन्स्ट्यान्टली रूपान्तरण हुन्छ, एउटा सिङ्गल यही प्रयोगबाट पनि। त दोस्रो प्रयोग के छ त भन्दा फेसियल एक्सप्रेसन हेर्ने। जब हाम्रो मुड बिग्रिन्छ, जब हामीभित्र मनमा अनेकन कुरा चल्छ, तपाईँको फेसमा काहीँ न काहीँ निधार खुम्चेको, काहीँ काहीँ आँखा खुम्चेको, काहीँ न काहीँ ओठ तलतिर गएको देखिहालिन्छ। त फेसियल एक्सप्रेसन अर्थात् स्माइल मात्र गर्दाखेरि यति रिसर्च भएको छ कि डोपामिन, सेरोटोनिन, इन्ड्रोफिन, इपिनेफ्रिन, मेलाटोनिन जस्तो एकदमै चाहिने हाम्रो हर्मोन्सहरू, केमिकल्सहरू इजिली रिलिज हुन्छ भन्ने कुरा थाहा छ। किन जब ओठको स्माइल गर्दा हाम्रो ओठ माथितिर गयो भने त्यस्तै इनर्जी सेन्टर्सलाई एक्टिभेट गर्ने कुरा गरिन्छ भने चाहिँ दोस्रो स्पाइनल कर्ड सिधा, मेरुदण्ड सिधा र तपाईँको फेसियल एक्सप्रेसनमा स्माइल आउन थाल्न साथै करिब 30-40% तपाईँको मुड चाहिँ इन्स्ट्यान्ट रूपान्तरण हुन्छ। तेस्रो नम्बरमा के भनेको छ भने ब्रिदिङ प्याटर्न, तपाईँभित्रको श्वास। जब मान्छेलाई एन्जाइटी अट्याक हुन्छ, प्यानिक अट्याक हुन्छ, डिप्रेसन हुन्छ, उसको थट मात्र होइन कि श्वासको रिदम नै बिग्रिन्छ। किन अध्यात्ममा भनिन्छ श्वास भनेको आत्मा र शरीरको लिङ्क गर्ने सेतु हो। त्यसैले श्वासलाई चाहिँ एउटा आत्माको प्रतीकको रूपमा पनि लिन सकिन्छ भनिन्छ। त श्वासलाई हेर्ने हो भने एक्साइटमेन्ट हुँदा पनि श्वास हुन्छ, रिस उठ्दा श्वास हुन्छ, प्रेममा हुँदा श्वास फेरेकै थाहा हुन्न, एउटा मिठो गीत र कविता सुन्दा पनि हामीलाई श्वासको थाहै हुन्न। त बिल्कुलै यो फरक छ कि तपाईँको मनोदशा श्वासमा देखिन्छ भनेपछि अब श्वास के छ त त्यति बेला, स्यालो ब्रिथ छ कि श्वास छ कि एबनर्मल छ कि अब गहिरो लामो सास लिउँ न त। यसरी 3 चोटि इन्स्ट्यान्ट, फेरि एकचोटि लिउँ। यति लिन थाल्न साथ पनि हाम्रो अगाडिको स्टेट र पछाडिको स्टेटमा बिल्कुल रूपान्तरण हुन्छ।
अझ केही समय पेटबाट सास फेर्ने हो भने भनिरहँदाखेरि सोच्ने तरिकामा परिवर्तन आउने हो या सोच्ने तरिकामा तपाईँको सोच्ने मैले के भनिरहेछु फेरि शरीरको फिजिकलबाट मनमा कनेक्सन छ भने मनबाट शरीरसँग बडी एन्ड माइन्ड इज वान सिस्टम भन्छ बडी र माइन्ड एउटै सिस्टम हो माइन्डले जे गर्छ बडीले त्यही फलो गर्छ र बडीलाई जे बनाउँछ माइन्ड त्यही अवस्थामा जान्छ त्यही भएर मैले यहाँनिर ब्रिदिङको कुरा ब्रिदिङ त मैले आत्मागत कुरा गर्दैछु अझ अध्यात्ममा प्राणायामको कुरा गरिन्छ यसले त हाम्रो सोलसँगको कनेक्सनको पनि कुरा आउँछ तर अहिले मैले के गर्दैछु त इन्स्ट्यान्ट श्वासलाई हामीले चाहिँ लामो इनहेल एक्सहेल सकिन्छ भने बेली ब्रिथ नाभिबाट फेर्ने सास होइन त्यति गर्न साथ के हुन्छ 40 देखि 50% चाहिँ इन्स्ट्यान्ट चेन्ज हुन्छ अर्को एउटा पनि छ लास्ट तपाईँले हेर्नुहोस् आफ्नो मनमा जानुहोस् कस्तो विचार आइरहेछ जसलाई हामी इनर भोइस भन्छ तपाईँले बाहिर व्यक्त त गर्नु भएन तर भित्र त चलिरहेछ नि म खत्तम छु भन्ने भयो कि साथीहरूले यत्रो पैसा कमाइसक्यो मैले कमाउन सकिनँ कस्ता फेसबुकमा कति राम्रो फोटो आउँछ लुगा लाग आफ्नो फोटो राम्रो आएन मेरो त आइफोन किन्ने सपना भएन होइन या मलाई मेरो परिवारले राम्रो सोचेन बुढाले माया गरेन बुढीले माया गरेन सासूले माया गरेन सासुराले माया गरेन बच्चाले बुझेन बच्चा एकदमै अप्ठ्यारी परि रिसाहा परि जङ्क फुड मात्र खान्छ ओ माई गड यही त प्रश्न हो हामीलाई होइन र त त्यो इनर भोइस जे भित्र चलिरहन्छ त्यो तपाईँको शरीरसम्म त्यो इन्फर्मेसन गइरहेको हुन्छ भनेपछि तपाईँको मनमा जे कुरा आउँछ त्यो शरीरले फलो गर्छ मैले भनिहालेँ नि त त्यही कारणले गर्दा चेन्ज योर इनर भोइस भनिन्छ तपाईँले यदि मलाई डर लागिरहेछ भने मलाई आनन्द भइरहेको छ भने रिपिट गर्ने अब यहाँनिर प्रश्न के छ भने मलाई एकदम डर लागिरहेछ तर म आनन्द भइरहेछ भन्दैमा हुन्छ र त म गरिब छु धनी बन्छु भन्दैमा हुन्छ त भन्न सक्ला कि त्यो यहाँनिर प्रायोरिटीको कुरा हो तपाईँ कति इमोसनल्ली बन्न चाहनुहुन्छ त तपाईँ आफ्नो प्रेमिकालाई भेट्न जान थालेको चाहिँ पहिलोचोटि उसको अनुहार हेर्नको लागि 4 बजीदेखि उठेर होइन एउटा ड्रेसलाई 50 चोटि खोलेर पर्फ्युमलाई अनेक हिसाबले दलेर यसरी भेट्छु भन्ने जुन कल्पना गर्छौँ नि त्यो इमोसनल इन्टेन्सिटी भन्छौँ के तपाईँ स्वस्थ हुनु र तपाईँ एन्जाइटी अथवा डिप्रेसनबाट बाहिर निक्लिनुमा के त्यही प्रायोरिटी छ त त्यही इन्टेन्सिटी छ त या तपाईँलाई कसैले सिम्प्याथी देला होइन मलाई चाहिँ अरूले माया गर्छ म बिरामी भयो भने भन्ने सिम्प्याथी पो छ कि त्यो कुरामा हामी क्लियर हुनु जरुरी छ त्यस कारणले गर्दा म के भन्छु भने अगाडिका 3टा कुरा गरिसकेपछि तपाईँले सिधै सोचेर मात्र हुँदैन सोच्न त हामीलाई सबै थाहा छ युट्युबभरि हेर्ने भने ल अफ एट्र्याक्सन भन्छ पोजिटिभ एफर्मेसन त्यो किन काम गर्दैन भन्दा हामीलाई क्लियरली बुझाएको छैन हामी युट्युबमा सुनेर मात्र एउटा कसैले भनेको 2 मिनटको कुराले मात्र हामी रूपान्तरण हुने भए त हामी यत्र कति डिकेड्स हामीले बिताइसक्यौँ किन रूपान्तरण भएनौँ प्रश्न आफैले गरे हुन्छ सो नम्बर 1 रुल्स के त मेरुदण्ड सिधा दोस्रो फेसियल एक्सप्रेसन तेस्रो ब्रिदिङमा एकदमै हार्मोनी हुनु पर्यो र चौथोमा अब गर्ने एफर्मेसन चेन्ज योर्स इनर भोइस तपाईँलाई अहिले मर्न मन लागिरहेछ भने आहा मलाई कति जीवन प्यारो छ मलाई जीवन प्यारो लागिरहेछ भन्ने इमोसनल्ली अझ सकिन्छ भने मेन्टल रिहर्स भनिन्छ भिजुअलाइजेसन भनिन्छ त्यसरी हामी कन्टिन्यू गर्दै गयौँ भने इन्स्ट्यान्टली यसले के गर्छ त तपाईँको स्टेट अफ माइन्ड परिवर्तन हुन्छ हामीले चाहेको कुरा सोच्नु पर्यो एक्ज्याक्टली त्यतिखेर अझ मैले यो चाहिँ लङ रनको लागि भनेको छु कोही मान्छेलाई अहिले नै मुड बिग्रिएको बेलामा इन्स्ट्यान्ट कसरी मुड चेन्ज गर्ने मुड चेन्ज गर्ने जस्तै तपाईँ बाटोमा हिँड्नुभयो मुड बिग्रियो त्यति बेलाको लागि भनेको तपाईँ घरमा काम गर्दै हुनुहुन्थ्यो बिग्रियो त्यतिखेरको लागि मैले भन्दैछु त्यतिखेर मनमा के चलिरहेछ नेगेटिभ त्यसलाई उल्टो बनाउने हामी भन्छौँ नि कहीँ उल्टाउने सुल्टाउने भन्ने ठाउँहरू छ नि यो मान्छेलाई त उल्टाउनु पर्छ बिगारेको छ भन्छ नि बिगारेको त आफैले हो किनकि आफ्नै इमोसनले हो आफ्नै नेगेटिभ थटले हो अब सुल्टाउने यो त मलाई गजब लाग्छ नि यो कुरा हामीले यो नबुझाएर मात्र हो बिगार परेको छ इमोसनल पोइजनले भरेको छ एकदम तर अरूले होइन आफैले बिगारेको छ र यसलाई अब उल्टाउनु पर्यो राइट एकदम सही उल्टाउने भने के म खत्तम छु भन्ने थट आइरहेछ भने म सही छु र एउटा कुरा हेर्नुहोस् नाटकै होस् मान्छेले भन्छ नि नाटकमा भाग लिँदा कलाकारले आफ्नो जीवनमा नाटक नै सही जस्तो लाग्न थाल्छ भने हामीले पनि जानी अनजानी तपाईँलाई अहिले डर लागिरहेछ तैपनि म स्वस्थ छु म एकदम अभयमा छु म एकदम डराइरहेको छुइनँ अथवा म चाहिँ एकदमै निडर छु भन्न थाल्नुभयो भने पनि याद गर्नुहोस् माइ डियर फ्रेन्ड्स 1-2 मिनटपछि तपाईँमा त्यो अभयको अवस्था फिल हुन थाल्छ किनकि तपाईँ जे सोच्नुहुन्छ हर्मोन चेन्ज हुन्छ र शरीरमा त्यही इन्फर्मेसन जान्छ अब वातावरणको पनि कुरा आउँछ मुड बिग्रिने मन बिग्रिने भन्ने कुरा प्राय हामी ब्लेम गर्छौँ मन बिग्रिनु मुडमा मैले गर्दा होइन मैले त राम्रै गरेको थिएँ राम्रै भनेको थिएँ उसले यसो नगरिदिएको भए या नभनिदिएको भए मेरो मन कहाँ बिग्रिन्थ्यो र मेरो मुड कहाँ बिग्रिन्थ्यो र ब्लेम लगाउने मान्छेको जुन एउटा मानसिकता छ त्यसलाई कसरी चेन्ज गर्न सकिन्छ त्यसले कसरी चेन्ज गर्नु सक्दैन किनभने मूर्खको औषधि छैन भने चाहिँ मनको पनि वास्तवमा औषधि छैन मनले बुझ्ने मात्र हो मनलाई कन्ट्रोल गर्न पनि सकिँदैन किनभने
बाहिर अहिले घाम लागिरहेछ, गर्मी फिल भइरहेछ, मलाई गर्मी भयो भने घामै बन्द गरिदिने त, घाम नलाग्नु पर्यो त। मेरो मनमा त कस्ता कस्ता कुराहरू छन्। यो कुरा कहाँबाट आइरहेछ सोच्ने हो कि यहाँनिर चाहिँ कसैले ब्लेम गर्ने अथवा कसैले मलाई राम्रो सोचेको सोचिन भन्नुभन्दा पनि मलाई त्यो व्यक्तिप्रति किन यो विचार आइरहेछ, म कुन भावनाबाट उत्प्रेरित छु, मैले कहाँ सिकेँ त भन्ने कुरा यहाँ सोच्नु जरुरी छ। एउटा बच्चा स्कुल जान मान्दैन, दुखी भइरहेछ, रोइरहेछ भने हामीले यसलाई जबरजस्ती तिमी स्कुल जानुपर्छ, अर्काको छोराछोरी कहाँ पुगिसक्यो, तिमी फेरि यस्तो तालले गऱ्यो भने बिग्रिन्छौ भन्ने कि बच्चाले यो बिहेभियर ल्याउनुको कारणमा उसको भित्रको विश्वास के छ? कतै स्कुलमा चाहिँ थर्काइरहेछ कि उसलाई बुलिङ गरिरहेछ कि नयाँ स्ट्रेन्जरहरू कोही आइरहेछ कि या उसले केही डर फिल गरिरहेछ भने चाहिँ मलाई कोही व्यक्तिप्रति डर लागिरहेछ या उसको प्रति मलाई ईर्ष्या लागिरहेछ भने त्यो कुन कारणले लागिरहेछ भन्ने कुरा मैले आफूमा झाक्नु पर्यो, न कि मैले बाहिर झाक्ने हो। अहिले मान्छेले गरेको त्यही हो, बाहिरको इन्भाइरोमेन्टलाई बदलेर म खुसी चाहन्छु, त्यो किमार त हुँदैन। आज एउटा इन्भाइरोमेन्ट बदलेला, भोलि अर्को इन्भाइरोमेन्ट बदल्नु होला, कतिवटा कुरा बदल्न सक्नुहुन्छ, बदल्न सक्नुहुन्न। अनि फेरि मलाई कहिलेकाहीँ के लाग्छ भने हामी सारा दुनियाँलाई समय दिन्छौँ, फ्यामिलीमा छोराछोरी, सासू ससुरा, श्रीमान श्रीमती जो हुनुहुन्छ, आफ्नो कजन सबैले समय दिन्छौँ। र म एकदमै ध्यान दिएर कहिलेकाहीँ सोच्ने गर्छु, चिम्म गरेरै सोच्ने गर्छु, हामीले आफ्नो मनलाई बुझ्ने प्रयास गऱ्यौँ त, मनमा के चलिरहेको छ, मनलाई टाइम दियौँ त। दुखी भयो किन दुखी भयो तिम्रो प्रश्न सोध्यो कि सोधेनौ, एकदमै मनलाई थपथपायौँ कि थपथपाएनौ। म असाध्यै ध्यानको यो कुरालाई सोच्छु र प्र्याक्टिस गर्ने कोसिस गर्छु। मेरो मनमा के चलिरहेको छ, किन चलिरहेको छ, यसको प्रश्न के हो, एन्सरहरू खोज्ने गर्छु। यो गर्ने हामी आम मानिसमा बानी नपरेर पनि मनलाई बुझ्न गाह्रो भइरहेको सही हो। मनलाई बुझ्न हामीलाई कहिले सिकायो? मनलाई बुझ्नलाई कुन कलेजको अथवा कुन स्कुलको करिकुलममा छ, कुन कोर्समा छ? नैतिक शिक्षामा पनि छैन, सामाजिक स्वास्थ्यमा त छँदै छैन, सामाजिक शिक्षामा छैन, केमा छ त? मैले भन्न खोजेँ मनलाई बुझ्ने कुरा साँच्चीकै अहिले एउटा सामान्य मान्छेको कुरा मात्र होइन, पिएचडी डिएससी गरेको प्राज्ञिक व्यक्तिहरूलाई पनि ठुलो कठिन अवस्था बनाएको छ। अहिले किन युद्धको चपेटामा विश्व छ? त्यही अहम, त्यही मनको पृष्ठपोषणले गर्दा होइन। एकजना झुकिदिने हो भने त सबै कुरा ठिक भइहाल्छ नि। एउटा परिवारमा श्रीमान र श्रीमती बिचमा एकजना झुक्यो भने के हुन्छ? झुक्नुको अर्थ लड्नु होइन, सकिनु होइन। झुक्नुको अर्थ एकजनाले भन्न खोजेको उसको इमोसनलाई सुनिदिने पनि त हो नि। श्रीमान र श्रीमती झगडा पर्दा श्रीमतीको कुरा उसले पहिलोचोटि के भन्न खोज्दैछ भने सुनिदिने नि, एकछिन सुनेपछि उसलाई यस्तो कुरा कहाँबाट आयो बिस्तारै सम्झायो भने त्यहाँ त प्रेम हुन्छ नि। एउटा कुरा झर्न पाए हुँदैन, तिनवटा कुरा भने हुन्छ, तिनवटा झर्न पाए 20वटा झरे हुन्छ। एउटा समस्याको समाधान किन हुँदैन त भन्दाखेरि हामीले सुन्दैनौँ। हाम्रो मनलाई त सुन्दैनौँ, अर्काकोलाई पनि सुन्दैनौँ क्या हामी।